नमस्कार, स्वागत छ हजुरहरूलाई हाम्रो यस युट्युब च्यानलमा। सबैले आज पनि म उपस्थित भएको छु वेबसाइट तथा सब इन्डेक्सहरूको सामान्य टेक्निकल एनालाइसिस लिएर। आशा छ हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भने के कस्तो रह्यो सल्लाह सुझाव पनि दिन नभुल्नुहोला भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नु छैन सब्सक्राइब गर्नुहोला र राम्रो लागेमा लाइक तथा सेयर गर्न पनि नभुल्नुहोला भन्दै अब लागौँ भिडियोतर्फ। र आज चाहिँ नेप्से हेर्छौँ भने हामी हिजोको भन्दा अलि बढी जुन हिजो 146 अङ्कले घटेको थियो, आज 161। यो इतिहासै होला, एकै दिन यति धेरै बढेको भनेको नेप्सेको। र यहाँनिर हेर्नुहुन्छ भने 161वटा 161 अङ्कले वृद्धि भएको छ। लगभग 162 पनि भन्न सक्छौँ। 5% लगभग 5.6%ले वृद्धि भएको देख्न सक्छ भने कारोबार रकम भने नवर्ग 82 करोड रहेको छ। र आज घट्ने कम्पनी कुनै पनि छैनन्। र यहाँनिर हेर्नुहुन्छ भने 185वटामा 185वटा बढेका छन्। यो चाहिँ इक्विटी रहेन, म्युचुअल फन्डहरू डिबेन्चरहरू पनि कारोबारमा छन्। यहाँ टोटल स्क्रिप्ट ट्रेड भनेको चाहिँ 224 रहेको देख्न सक्छ। आजको टप गेनर हेर्नुहुन्छ भने एनएचपिसी, जियुएफएल, एसआइएफसी र सिएफसिएल, एसएफसिएल रहेको छ भने टप लुजरमा हेर्नुहुन्छ भने टप लुजरमा चाहिँ हामीले यहाँनिर देख्न सक्छौँ डिबेन्चरहरू म्युचुअल फन्डहरू मात्र रहेका छन्। र टप टर्नओभरमा एचपिसी हाइड्रोहरू 3वटा रहेको छ भने एउटा म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ रहेको छ, आइसिएफसी रहेको छ फाइनेन्समा। र टप भोल्युममा हेर्नुहुन्छ भने टप भोल्युममा एएचपिसी नेपाल ब्याङ्क रहेको छ भने अरू हेर्नुहुन्छ भने अरू चाहिँ म्युचुअल फन्डहरू रहेको छ 2वटा र 2वटा हाइड्रो, एउटा ब्याङ्क रहेको छ। टप स्क्रिप्टमा हेर्नुहुन्छ भने यहाँनिर टप ट्रान्जेक्सनमा निफ्रा, एएचपिसी, अपी, एनआइबिएल, एचआइडिसिएल रहेको देख्न सक्छौँ। र अब लागौँ हामी यो टेक्निकल एनालाइसिसतर्फ। र नेप्से हेर्छौँ भने आज चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ एउटा पोजिटिभ सिग्नलै रहेको देख्न सक्छौँ। अहिले हेर्दाखेरि चाहिँ जुन आज हिजोको अथवा यो यत्रो दिनको करेक्सन रह्यो त्यस पछाडि चाहिँ एउटा रिकभरी भएको देखिन्छ। र आज अथवा भोलिसम्म रिकभरी रहला भने त्यस पछाडि चाहिँ अब सेक्टर वाइज कुन सेक्टर अब बुल रहला त भनेर त्यसमा सेक्टर वाइज चुज गरेर अगाडि पनि जान सक्छन् अहिले हेर्दाखेरि। र मैले तपाईँहरूलाई हिजो पनि भनेको थिएँ यहाँनिर हेर्नुहुन्छ भने यो पुरानो सपोर्ट एरियामा आएर सपोर्ट लिएको छ। यो भनेको डबल सपोर्ट छ। यहाँ हेर्नुहोस् है, यो जुन पहिला पनि यो एरियातिर यही एरियामा सपोर्ट लिएर यो हाम्रो 30 जुनमा रिभर्स भएर एउटा हाई बनायो भने अब रिभर्स भएर यो ठाउँबाट रिभर्स भइसके पछाडि चाहिँ कति पर्सेन्टले बढ्यो त त्यो अनुसार अथवा यो जुन यहाँनिर हामीले देख्छौँ यहाँ जुन इन्गल्फिङ भन्यो त्यस पछाडि पोजिटिभ रह्यो भने यहाँनिर ह्यामर प्याटर्न बनेर पोजिटिभ रहेर योभन्दा लोमा छैन भने यो ह्यामर प्याटर्नलाई भ्यालिड गरेर यहाँबाट फेरि एउटा पोजिटिभ नै रहेर अगाडि बढ्यो। र यसरी हेर्दाखेरि यो लोबाट यो हाईसम्म कति पर्सेन्ट बढ्यो र जुन यो लोबाट चाहिँ यो हाईसम्म कति पर्सेन्ट बढ्यो भनेर अब फेरि यो लोबाट त्यही पर्सेन्टेजको हिसाब गर्दाखेरि कति पर्सेन्ट चाहिँ बढ्ला त अब भनेर पनि एउटा अनुमान चाहिँ लगाउन सकिन्छ है त। अब यति पर्सेन्टसम्म चाहिँ जान सक्ला है भनेर अनुमान पनि लगाउन सक्छौँ हामीले। र अहिलेलाई हेर्छ भने चाहिँ अब यसको चाहिँ पिभट पोइन्टबाट अहिले हामीले हेर्दाखेरि यो देख्न सक्नुहुन्छ तपाईँहरूले आज चाहिँ ओपनिङ पनि यसरी हेर्दाखेरि ओपनिङ हाईमा देखाएको छ। ओपनिङ चाहिँ खासै हाईमा चाहिँ थिएन। ओपनिङ हेर्दाखेरि यसले 2883 देखाएको छ, तर योभन्दा तलै थियो ओपनिङ चाहिँ। र यहाँनिर चाहिँ अहिले तपाईँले हेर्नुहुन्छ भने यसको अहिलेलाई पिभट पोइन्टको सपोर्टबाटै आज सपोर्ट लिएर गएको छ। यो 2800को लेभलबाट सपोर्ट लिएर गएको छैन। अब यसको पिभट पोइन्टबाट हेर्दाखेरि 3057 भनेको 3064 जुन यो हाम्रो पुरानो हाई लेभल छ यो एरियाको लेभलमा चाहिँ अर्को पिभट पोइन्टको रेसिस्टेन्स रहेको देख्न सक्छौँ। र त्यस गरी हेर्नुहुन्छ भने आरएसआई हिजो थियो 24को लेभलमा, आज एकैचोटि 44को लेभलमा पुगेको देख्न सक्छौँ। र आरएसआई हेर्नुहुन्छ भने हिजो यो 31को लेभलमा देखाएको थियो, हिजो 24को लेभलमा थियो। र अहिले पोजिटिभ नै मान्न सक्छौँ। आरएसआई यहाँ भी सेप लिएको छ भने अहिले रिकभरी भइरहेको देख्न सक्छौँ। भोलिदेखि सामान्य वृद्धि अथवा 50-60 अङ्क अस्तिनको जस्तै रहन सक्ला। र म्याक्डी हेर्नुहुन्छ भने म्याक्डी पनि ब्यान्ड भएको छ। यहाँ हेर्नुहोस् जुन सेलिङ प्रेसर देखेको थियो हिस्टोग्रामको लाइन पनि घटेको छ भने एउटा अब बाइङ प्रेसर आउन सक्ने देखिन्छ भनेर चाहिँ अहिले चाहिँ भन्न सक्छौँ। अझै कन्फर्म चाहिँ भइसकेको छैन। जस्तै हामीले यो एरियामा पनि एउटा पोजिटिभ रहन सक्थ्यो भनेर हेर्थ्यो भने यहाँ पनि एउटा रहेको छ। र यहाँ पनि यो एरियाबाट पोजिटिभ भइसके पछाडि एक दिन पोजिटिभ रह्यो, त्यस पछाडि फेरि करेक्सन रह्यो भने यसको लो अब आज बाई गर्नुभएको साथीहरूले यसको लो ब्रेक नदिएसम्म चाहिँ सेल नगर्नु होला भन्छु म चाहिँ।
यो जुन क्यान्डलको लो रहेको छ यसको लो भने 2780 को लेभल, यो लेभल ब्रेक नदिएसम्म चाहिँ सेल नगर्नु होला भन्छु तपाईँहरूलाई। र अहिलेलाई चाहिँ अब नेक्स्ट चाहिँ पोजिटिभ नै रहेको छ र 50 डेज हेर्नुहुन्छ भने 50 डेजको नजिकै रहेको छ आजको मार्केट हेर्दाखेरि। 20 डेज हेर्नुहुन्छ भने 20 डेज चाहिँ बियर्स नै छ, 50 डेज नै बियर्स नै छ। र यहाँनिर हेर्नुहुन्छ भने अब यहाँ हेर्नुहोस् चाहिँ मार्केट रिकभर भयो, हिजोसम्म यो मासतिर गएको अब होरिजेन्टल्ली अगाडि बढ्दैछ। होरिजेन्टल्ली भन्दा यो होरिजेन्टल्ली अहिले अगाडि बढे साइड वेज पनि रहन सक्ला कि भन्ने चाहिँ हुनसक्छ। र अब यो जब मार्केट बढ्दै जान्छ यो यसरी सानो सानो हुँदै जान्छ है, यहाँनिर सानो सानो हुँदै जान्छ। जुन यो एरियामा घट्दै थियो त्यस पछाडि यो ठुलो भएको थियो, अब सानो यहाँनिर फेरि खुम्चिँदै आउँछ र अनि पोजिटिभ रहेर यो एरियाको जसरी माथि जान्छ। अहिलेलाई यो बोलिन्जर ब्यान्डबाट हेर्दाखेरि अब लोवर ब्यान्डकैबाट लोवर ब्यान्डभन्दा माथि रहेको छैन। अहिलेलाई अब मासतिर गएमा चाहिँ यसले फेस गर्नेछ मिडल ब्यान्डको रेसिस्टेन्स। र त्यसै गरी फिबो रिट्रेसमेन्टबाट हेर्दाखेरि हिजो पनि हामीले यहाँ भन्यौँ यो सपोर्ट लिएको छ भनेर। यो चाहिँ 100 जुन 1 को रेसियो रहेको छ त्यो लेभलमा एउटा सपोर्ट लिएर अगाडि बढेको देखियो। र अहिलेलाई हेर्नुहुन्छ भने यो फिबोबाट हेर्दाखेरि यसको अर्को रेसिस्टेन्स अथवा सपोर्ट भन्न सक्छौँ। आज ओपनिङबाट हेर्दाखेरि नि सपोर्ट त देख्न सक्छौँ, तर 2888 को अर्को सपोर्ट रहेको देखिन्छ। र अब आगामी दिनको लागि हामीले हेर्छौँ भने फिबो रिट्रेसमेन्टबाट हेर्दाखेरि चाहिँ 3005 को रेसिस्टेन्स रहन सक्ने देखिन्छ सामान्य रूपमा हेर्दाखेरि यसमा। र अरू सबै पोजिटिभ नै रहेको छ। र ब्याङ्किङ हेर्नुहुन्छ भने ब्याङ्किङको आज 79 अङ्कले वृद्धि भएको देख्न सक्छौँ यहाँनिर हेर्दाखेरि। र अहिले यसको 79 अङ्कले वृद्धि रहेको छ भने यसको पनि पोजिटिभ नै देख्न सक्छौँ अहिले हेर्दाखेरि। र अहिलेलाई यसको पिभट पोइन्टबाट हेर्छ भने यसको पिभट पोइन्टबाट हेर्दाखेरि चाहिँ 2031 यसको रेसिस्टेन्स रहन सक्ने देखिन्छ भने 1907 सपोर्ट लिएर अगाडि बढेको देखिन्छ। बोलिन्जर ब्यान्डबाट हेर्छ भने लोवर ब्यान्डको सपोर्टमा देखिन्छ आज ओपनिङबाट हेर्दाखेरि चाहिँ। र यो पोजिटिभ रहेर अगाडि बढेको छ। र त्यसै गरी भोल्युम भने केही कमै रहेको छ। आरएसआई हुन्छ भने 44 को लेभलमा रहेको छ। र यहाँनिर 1.863 बिलियन चाहिँ कारोबार भएको देखिन्छ। यो अब आरएसआई पोजिटिभ नै रहेर अगाडि बढेको छ भने अहिले होल्ड गरेर हेर्नु होला। र त्यसै गरी हामीले हेर्छौँ भने चाहिँ त्यसै गरी अहिले हामीले हेर्छौँ भने अबको यसको चाहिँ अहिलेसम्मको यो हेर्दाखेरि चाहिँ अब पोजिटिभ नै रहेर गयो भने त हामीले फिबो एक्सटेन्सनबाट टार्गेट पत्ता लगाउन सकिहाल्छौँ। अहिलेलाई चाहिँ 2013 फिबोको रिट्रेसमेन्टबाट टार्गेट रहेको देख्न सक्छौँ। र त्यसै गरी डेभलपमेन्ट ब्याङ्क रहेको छ। डेभलपमेन्ट ब्याङ्क अहिले हेर्नुहुन्छ भने चाहिँ 56,154 चाहिँ यसको टार्गेट रहेको छ पिभट पोइन्टबाट हेर्दाखेरि भने यसको 4880 सपोर्ट रहेको छ। त्यही नजिकै हिजो 4986सम्म आएको देखिन्थ्यो। र अहिलेलाई हेर्नुहुन्छ भने यो पनि पोजिटिभ नै भएको छ। अहिलेलाई अब रिकभरी भएको छ। हिजो सेल नगर्ने साथीहरूको लागि एउटा राम्रो पनि भयो, नआत्तिने साथीहरूको लागि एउटा राम्रो एजुकेसन अथवा शिक्षा पनि मिल्यो होला। अब यसरी घटिसके पछाडि चाहिँ रिकभर हुन्छ भने तर अझै पनि केही चाहिँ नहतारिने होला बाइकको लागि चाहिँ भन्छु मैले चाहिँ। र अहिलेलाई हामीले यहाँनिर हेर्नुहुन्छ भने फिबो एक्सटेन्सनकै रहेको छ। जुन अस्तितिरको एरिया थियो त्यहीतिरै रहेको छ अहिलेसम्म भने यसको अबको टार्गेट भनेको 6017 रहेको देखिन्छ। त्यसै गरी फाइनेन्स हेरौँ। फाइनेन्समा पिभट पोइन्टको सपोर्ट रहेको छ आजको दिनमा। मैले हिजो पनि भनेको थिएँ सपोर्ट लेभल ब्रेक गरेर भन्दामा सेल नगरिहाल्नु होला। आगामी अथवा भोलिपल्टको दिनमा के कस्तो रियाक्ट गर्छ त्यस अनुसार सेल गर्नु होला भनेको थियो भने आज फाइनेन्सको हेर्नुहुन्छ भने पिभट पोइन्टभन्दा माथि नै ओपनिङ भएको देखाउँछ यसले चाहिँ हेर्दाखेरि। र अहिलेलाई हेर्नुहुन्छ भने पोजिटिभ नै रहेको छ। पिभट पोइन्टबाट टार्गेट 3058 रहेको छ भने सपोर्ट रहेको छ 2774। आज हेर्नुहुन्छ भने 9.33%ले बढेको छ। 256 अङ्कले वृद्धि भएको छ र ठ्याक्कै 3000मा क्लोज भएको देखिन्छ। र म्याक्डीको सिग्नल सेल रहेको छ। जुन पोजिटिभ आरएसआई हुन्छ भने बुलिस्टनमा प्रवेश गरेको छ फेरि पनि अहिलेलाई फाइनेन्सको हेर्दाखेरि। र हाइड्रो हेर्छ भने होटल हेर्नुहुन्छ भने होटल अस्तिको जुन क्लोजिङ लेभल छ त्योभन्दा माथि नै गयो। एउटा पोजिटिभ भइसकेको एउटा ठुलो करेक्सनले केही सिग्नल अथवा करेक्सन रहेको छ भने त्यस पछाडि फेरि पोजिटिभ रहेर त्योभन्दा माथि गएको छ। र अहिले यसको सपोर्ट हेर्छ भने पिभट पोइन्टबाट 3631 रहेको छ भने टार्गेट रहेको छ 3807 को लेभलमा। म्याक्डीबाट सिग्नल बाई आउन खोजेको देखिन्छ। म्याक्डीले हेर्नुहुन्छ भने लगभग डबल बटम बनाएको जस्तो देखिन्छ 1-2 दिनको हिसाबले। र म्याक्डीको जोन नेगेटिभ छ भने सेलिङ प्रेसर कम रहेको छ। र आरएसआई हेर्नुहुन्छ भने आरएसआई बुलिसनमा रहेको छ।
र फिबोबाट हेर्नुहुन्छ भने अहिले यसको फिबोको टार्गेट भनेको चाहिँ 3659 रहेको छ भने सपोर्ट रहेको छ 3554 र 3659 नजिकै रहेको छ भने त्योभन्दा माथिको 3774 टार्गेट रहन सक्ने यसको देखिन्छ। र त्यसै गरी हाइड्रो रहेको छ। हाइड्रो हेर्नुहुन्छ भने हाइड्रोको पिभट पोइन्टबाट हेर्नुहुन्छ भने यसको पिभट पोइन्टबाटै सपोर्ट छ आज पनि यसको, र अहिले हेर्नुहुन्छ भने यसको टार्गेट रहेको छ 3548 भने सपोर्ट रहेको छ 3136 को लेभलमा। त्यसै गरी फिबोबाट हेर्नुहुन्छ भने यसको अहिले अबको सपोर्ट भनेको 3280 टार्गेट रहेको छ 3451 को लेभलमा। र आरएसआई हुन्छ भने आरएसआई बुलिस नै रहेको छ, सरी आरएसआई 48 को लेभलमा बिएस नै रहेको छ। म्याकडी हुन्छ भने म्याकडीको सिग्नल सेल रहेको छ भने जुन चाहिँ पोजिटिभ रहेको छ। र त्यसै गरी इन्भेस्टमेन्टको हेर्नुहुन्छ भने इन्भेस्टमेन्टको पिभट पोइन्टबाट हेर्दाखेरि सपोर्ट रहेको छ 59 को लेभलमा, र आजको प्राइस भनेको 104 रहेको छ अहिले प्राइस, र टार्गेट भनेको 111 रहेको देखिन सक्छ। र आरएसआई 39 को लेभलमा रहेको छ भने म्याकडीको सिग्नल सेल रहेको छ, जुन पनि नेगेटिभ रहेको छ। र भोलिको दिनमा अब सेक्टर पोजिटिभ नै रहन्छ भने अब एउटा क्लियर सिग्नल दिएर अगाडि बढ्छ भने बाई गर्नु होला। र यो पनि पुरानो सपोर्ट लेभलतिर आएर क्लोजिङ भएको छ भने रेसिस्टेन्स रहन सक्ला सामान्य। र त्यसै गरी अर्को रहेको छ, र खासै आजको लागि त केही भन्नु परेन, किनभने एउटा रिकभरी चलिरहेको छ भने सबै पोजिटिभ नै रहन्छन्। र लाइफ इन्सुरेन्सको हेर्नुहुन्छ भने 5D इएमआई बुलिस रहेको छ, 20 डे चाहिँ 42 रहेको छ। पिभट पोइन्टको टार्गेट भनेको 17431 रहेको छ भने सपोर्ट रहेको छ 16185 को लेभलमा रहेको देख्न सक्छौँ। र आरएसआई 41 को लेभलमा म्याकडीको सिग्नल सेल जुन भने पोजिटिभ बाइङ प्रेसर चाहिँ बढेको देखिन्छ आज। र त्यसै गरी म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ टार्गेट रहेको छ 7070, सपोर्ट रहेको छ 6412। र फिबोबाट हुन्छ भने यसको फिबोको अहिले सपोर्ट भनेको चाहिँ 6941 रहेको छ भने टार्गेट रहेको छ 7261 को लेभलमा टार्गेट रहेको देख्न सक्छ आगामी दिनको लागि। र म्याकडीको सिग्नल सेल जुन पोजिटिभ आरएसआई हुन्छ भने आरएसआई बुलिसनमा रहेको छ, होल्ड गर्नु होला। र त्यसै गरी अर्को रहेको छ हाम्रो माइक्रो हेर्नुहुन्छ भने 240 4.44 41% वृद्धि भएको छ, सपोर्ट रहेको छ पिभट पोइन्टबाट हेर्दाखेरि यसको अहिलेलाई 5456 टार्गेट रहेको छ 5778। र अहिलेलाई हेर्नुहुन्छ भने म्याकडीबाट सिग्नल सेल जुन पोजिटिभ आरएसआई हुन्छ भने आरएसआई 49 को लेभलमा, र भोल्युम भने केही कमै रहेको छ। र अहिलेलाई अब यो होल्ड त गरि नै हाल्नुहुन्छ। अब बाई गर्न चाहने साथीहरूको लागि अब वाच लिस्ट अथवा स्टकहरू हेर्दै गर्नु होला। र त्यसै गरी नन लाइफ हेर्नुहुन्छ भने नन लाइफको सपोर्ट रहेको छ अहिले पिभट पोइन्टबाट अबको दिनमा 13291 भने टार्गेट रहेको छ 14292। र फिबोबाट हेर्नुहुन्छ भने अहिले फिबोबाट सपोर्ट रहेको छ 13662 प्राइज हो 13620, टार्गेट रहेको छ 13622 नजिकै रहेको छ। र पिभट पोइन्टबाट हेर्नुहुन्छ भने अहिले सपोर्ट भनेको 13291, टार्गेट भनेको 14292 रहेको छ। म्याकडीको सिग्नल सेल जोन नेगेटिभ, आरएसआई हुन्छ भने 40 को लेभलमा, भोल्युम भने केही कम नै रहेको देखिन्छ। त्यसै गरी अर्को रहेको छ हाम्रो अदर हेर्नुहुन्छ भने अदरको त लगभग 8% भन्दा बढीले वृद्धि भएको छ, एनटिसीमा त सर्किटै लागेको देखिन्छ। र अहिले हेर्नुहुन्छ भने यसको सपोर्ट रहेको छ 1809 भने टार्गेट रहेको छ। यसको टार्गेट हेर्नुहुन्छ भने 2008 को लेभलमा रहेको छ। आज 150 अङ्कले वृद्धि भएको छ भने 1942 मा गएर क्लोज भएको छ आरएसआई हुन्छ भने 40 को लेभलमा। र म्याकडीको सिग्नल सेल रहेको छ जुन भने नेगेटिभ रहेको छ। र अहिलेलाई बाईको लागि अब सिग्नल बन्दैछ भने एनटिसी अथवा एनआरआइसी पनि एउटा बाई रहन सक्ला हेर्नुहुन्छ भने चाहिँ। र त्यसै गरी लास्ट रहेको छ हाम्रो ट्रेडिङको हेर्नुहुन्छ भने 133 अङ्कको वृद्धि रहेको छ। र यो हेर्नुहुन्छ भने पिभट पोइन्टकै सपोर्टमा रहेको छ यो पनि आजको दिनमा। र यसको अहिले टार्गेट हेर्नुहुन्छ भने अहिले 3807 रहेको छ भने सपोर्ट रहेको छ 3342। र टार्गेट चाहिँ माथिको टार्गेट रहेको छ भने तलको टार्गेट हेर्नुहुन्छ भने चाहिँ 3525 रहेको छ अहिले फर्स्ट टार्गेट रहेको देख्न सक्छौँ। यो भनेको चाहिँ हाम्रो 3525 भनेको चाहिँ यो 5D EMA को रेसिस्टेन्स रहेको देख्न सक्छौँ। त्यसै गरी फिबो रिट्रेसमेन्टबाट हेर्नुहुन्छ भने अहिले यसको टार्गेट भनेको 3637 र सपोर्ट भनेको 3360 को लेभलमा रहेको देख्न सकिन्छ अहिलेलाई हेर्दाखेरि। र म्याकडी हेर्नुहुन्छ भने म्याकडीको सिग्नल सेल जुन नेगेटिभ, आरएसआई हुन्छ भने आरएसआई चाहिँ 32 को लेभलमा पोजिटिभ हुँदैछ। आरएसआई भनेको यो
20 को लेभलबाट चाहिँ पोजिटिभ रहेर अगाडि बढेको देखिन्छ भने रिकभरी फेज चल्दैछ। अझै छानी स्टक किन्न चाहिँ हजुरहरूले सक्नुहुन्छ। अहिलेलाई हुने साथीहरूले होल्ड गर्नुहोला। र आजको लागि यति नै। के कस्तो रह्यो कमेन्ट गर्नुहोला। नि राम्रो लागेमा लाइक तथा सेयर गर्न नभुल्नुहोला भन्दै आजको लागि बिदा हुन चाहन्छु। बाई बाई।